हाई एभ्रिवान, मेरो बकवास भिडियोमा सबैजनालाई स्वागत छ है। यो चाहिँ मेरो बकवास भिडियो किनभने थाहा छ, म आफूलाई बकवास लागिरहेको छ कि अब भिडियो भोइस ओभर नगरौँ भने अब यत्रो टाइम लस गरेर चाहिँ भिडियो बनाइसके अनि यो भिडियोबाट काटेर हाल्ने चाहिँ केही छैन कि न टिकटक रिल्समा हाल्न मिल्छ, न युट्युब सर्ट भिडियो बनाएर हाल्न मिल्छ कुनै गीतमा हालेर। त्यही भएर मैले यसलाई चाहिँ बकवास भिडियो भनेको कि यो चाहिँ हाम्रै गाउँको खोला हो। मैले अर्को पनि भिडियोमा भनिसकेँ। यहाँ चाहिँ यत्रो ठुल्ठुलो ढुङ्गा थियो, ढुङ्गामाथि बसेर पुरा बाहुबलीको सिनमा यसो सल्फरर गरेर स्लो मोसनमा भिडियो पछि हाल्न पर्यो भनेर खत्रै पोज दिएको त आम्मामा दाइले त पुरा वारी डाँडाबाट पारी डाँडामा भिडियो खिचे जस्तो। त्यो पनि घरि जुम गरे घरि जुम आउट गरेछ। अहिले अनि पछि मैले दाइलाई तँ पनि यहीँ आइज, यहीँबाट खिच भनेर दाइले पनि बोलाएँ अनि दाइ पनि आउँदैछ। अनि त्यसपछि चाहिँ अनि मैले फेरि त्योमा फुल चाहिँ म उफ्रेर टिपे जस्तो गर्छु त भिडियो खिच्दैन भनेको थिएँ। अनि दाइले पनि ल ल भने अनि मैले चाहिँ त्यो सल टाउकोमा राख्दा राम्रो देख्छ कि नराम्रो देख्छ भन्दाखेरि जे गरे पनि राम्रो देख्छ अरे के। अनि हेर्नु त्यहाँ हाम्रो ल्यान्सी, यो ल्यान्सी चाहिँ म जता गएँ त्यतै पछि हिँड्छ कि। हेर्नु त्यहाँ घरि जुम गरेछ, घरि जुम आउट गरेछ। मेरो चर्ती कला फेरि छुट्टै छ। हेर्नु त्यहाँ फुल भेटेको फुल पनि के, हेर्नु न त्यहाँ मैले त्यो उफ्रेर टिपेको जस्तो नाटक गरेको त भएन कि। त्यही भएर यो भिडियोको नाम चाहिँ बकवास भिडियो हो है। फुन घुमेछ, त्यो ढुङ्गाबाट खस्यो मेरो के हुन्थ्यो। फेरि हेर्नु न यहाँ अर्को माथि ढुङ्गाबाट सुल्केर तल झर्ने रे के म फेरि। अनि यहाँ माथि सानो कुवा जस्तो थियो कि, खोला पुरै सुकेर सुक्खा लाग्यो नि त। अनि त्यहाँ गएर अनि भिडियो बनाउनु पर्यो भनेर अनि लुगामा फोहोर लाग्छ भनेर त्यही सल ओछ्याएर अनि मिलाएर बसेँ। अब क्यामेराम्यान भएपछि त यो कपडा मिलाएर यसरी राख उसरी राख भन्नुपर्छ नि। छैन, मैले जस्तो गरेछु त्यस्तै। त्यो पनि 0.5मा भिडियो खिचेको यति लामो देखाएको छ बसेको पनि। अब क्यामेराम्यान कतिरो नभए कि मैले भिडियो मलाई नराम्रो देखायो त्यो चाहिँ थाहा भएन। अनि हामी चाहिँ हाम्रो गाउँको ठुलो नदीमा भिडियो बनाउन आएको कि। अनि हेर्नु न माथिबाट यसो घुमाएको भिडियो बनाइदिए है दाइ भनेको त के भिडियो बनाएँ हेर्नु न। ल आजको लागि यति नै हो, बाँकी अर्को भिडियोमा हाल्नेछु।